सम्पूर्णमा नमस्कार। हामी नेपाली महिला फुटबलका समर्थकहरूको लागि केही समय अगाडि अत्यन्तै दुःखद खबर आएको थियो भने अब केही हदसम्म भए पनि खुसीको कुरा आएको छ। केही समय अगाडि अस्ट्रेलियामा खेलको दौरान चोटिल भएकी नेपाली महिला खेलाडी, हामी सबैको फेभरेट, नेपालको गौरव, जसको लोकप्रियतासँगै खेलको चर्चा विश्व स्तरमा हुँदै गइरहेको बेला चोट भएको कारणले अब हामी उनलाई मैदानमा देख्न पाउँदैनौँ कि भनेर हामी सबै दुःखी थियौँ भने अब उनको शल्यक्रिया सफल भएसँगै हामी उनलाई फेरि पनि नेपाली जर्सीमा खेल्दै गरेको र विश्व स्तरमा उनको यो लोकप्रियता बढेको पक्कै पनि देख्न पाउँछौँ भन्ने कामना गर्दै र उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले फेसबुकमा साझा गरेको यो पोस्ट तपाईँहरूलाई म सुनाउन गइरहेको छु। सम्पूर्णमा नमस्कार। लामो प्रतीक्षापछि अन्ततः मेरो घुँडाको शल्यक्रिया भएको छ। बुधबार बिहान डाक्टर साइमन र उहाँको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी गराउँदछु। हाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेकै कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि त्यहाँकै सुझाव अनुसार न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट मेरो शल्यक्रिया गरिएको छ। अब यहाँको डाक्टरकै निगरानीमा मेरो पुनर्स्थापनाको काम भोलिदेखि सुरु हुनेछ। स्थिति सामान्य हुने बित्तिकै रिहाब एस्पेटारमा निरन्तरता दिने जानकारी सबैमा गर्दछु। यस पीडाको घडीमा मलाई साथ दिनुहुने वेलिङटन र अकल्यान्डमा रहनुभएका नेपाली परिवारलाई जति धन्यवाद दिए पनि कम हुन्छ। मेरो क्लब वेलिङटन फिनिक्स र मेरो व्यवस्थापन टिमले दिनरात गरेर यो शल्यक्रियाको लागि समय मिलाउनु भएको छ। आम समर्थक जसले सधैँ मेरो लागि सहयोग र माया दिनुभयो, त्यसै ऊर्जा लिएर म पुनरागमनको यात्रामा अघि बढेको छु। यहाँहरू सबैलाई हृदयदेखि धन्यवाद। अब सम्पूर्ण ध्यान पुनरागमनमा। हामी पनि उहाँको यो पुनरागमन चाँडो होस् र उहाँलाई फेरि पनि हामी सबैले नेपाली जर्सी लाएर खेलेको र उहाँको लोकप्रियता यसरी नै उचाइमा दिनदिनै बढ्दै गएको पक्कै पनि देख्न पाऊँ र उहाँको नाममा नेपालले ट्रफी पक्कै पनि उचाल्छ। तपाईँहरू पनि सावित्र भण्डारी साम्बालाई शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहनुहुन्छ भने कमेन्टमा गेट वेल सुन लेखेर शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहोला। र भिडियो मन परे यस्तै भिडियोको लागि हाम्रो च्यानललाई सब्सक्राइब पनि अवश्य गर्नुहोला। धन्यवाद।